हराएका भिडियोज एपिसोड अननोनमा स्वागत छ सम्पूर्णलाई। सो दिस इज द लास्ट डे ब्लुज। सहर पारी घर भएकाहरूलाई राजधानी फेरि फर्किँदाको छ अलिक गरुङ्गो हुँदो रहेछ। राजधानीतिर लम्किँदै गरेको हाम्रो यात्रा सुरु हुन्छ आफ्नै घरबाट, ताप्लेजुङ। 574 किलोमिटर टाढा रहेको सपनाको सहर काठमाडौँ, ठाउँ एक, गन्तव्य अनेक। यात्रा व्यक्ति सँगसँगै फरक हुँदो रहेछ। त्यही यात्रा कसैलाई रोमान्टिक लङ राइड अनि कसैलाई बिजोक रमाइलो अवस्था। पहाडको जाडोलाई छिचोल्दै पुगिन्छ तराई अनि सकिन्छ गाडीको यात्रा। केही क्षण ठुली आमाका घरमा आराम गरेर खानपान सकेर हामी निस्किन्छौँ भद्रपुर विमानस्थल। विमानस्थलमा तिहार पछिको झिलिमिली अझै रहेछ। बाहिर बत्तीको झिलिमिली अनि भित्र मान्छेको, अनि सँगसँगै फ्लाइट पनि डिले। करिब 8 बज्न लाग्दा गुन्जिन्छ प्लेनको आवाज, भनौँ राहतको आवाज। सूर्य सँगसँगै गुन्जिँदै सुरु भएको यात्रा रातको सन्नाटामा बदलिन्छ। कष्टकर गाडीको यात्राभन्दा महँगो तर सहज हवाई यात्रा चाँडै सकिन्छ। राजधानी पुगिसके तापनि यात्रा भने अझै बाँकी थियो। रसायनयुक्त हावाको अनुभूति अनि झिलिमिली सडक बत्तीको दृश्यसँगै सकिन्छ यो यात्राको कथा। धन्यवाद।